आज अलि चिसो चिसो दिन रहेछ क्या मुस्ताङतिर के ए माला जब्दै हिँड्नु पायो अझ अलिक छुट्टै भएपछि आउँछ होला त्यही पनि ठिकै छ नट ब्याड हिमाल पारी ल बादलै तल क्या दादा कागबेनी बजार कालीगण्डा के दो बगिरह ल फेरि हेलो गाइजहरू व्हाट्सअप गाइज अब हामी जाँदैछौँ कहाँ मुक्तिनाथ ए आज त हामी जोमसोम मात्र पुग्छौँ आज जोमसोम भोलिलाई हामी त्यो भने सबै ठाउँ जान्छौँ आज कसैलाई मन परेन त्यो भनेको त्यही हामी जानुपर्ने ठाउँ त्यो अटोमेटिक तातो भयो कि बना तातो हो कहाँ यहीँ हो यहाँ त होटल छ कहाँ होटल छ त्यो रेडिमेड तातो जस्तो क्या नि त्यो अचम्म रहेछ त पानी नै तातो अचम्म रहेछ नि अनि यो आफै ताते कि कुन चौथा ओ त आफै ताते हो क्या आफै ताते पानी ओ यो हट वाटर भित्रै हुँदै ए हो हिमाल चाहिँ अलिकति मात्र देखिरहेको थिएँ हिमाल देखिँदो रहेछ देखिँदै सायद जुम गर्नु मिल्दैन मेरो त म भिडियोमा आउँछु के यो कालीगण्डा कि यता के हो कालीगण्डा किन हेरेर है सोध्या नि कस्तो कालो हो क्या नदी पनि रूपसे झर्ना आइपुग्यो बल्ल है ओ क्या दामी के ल दादा बल्ल म नाङ मुस्ताङतिर आस्तो भयो नाङ्गो डाँडाहरूदेखि थालेको चाहिँ बल्ल रमाइलो हुन्छ माथि उता कहाँ फोटो खिच्न जाने भने सधैँ जानु पर्ला नि त जाने हो या गाडी त यहाँ त गाडी चिनिन्छ के कस्तो दामी हो क्या झर्ना त दाइलाई पनि निकालिदिन्छु म यहाँ त्यो त पहिरो लडाइ गर्छ होला यहाँ त म्याक्सिमम् कसले भिडियोमा देख्दा नि त्यही छ क्या अहिले चाहिँ राम्रो नआएन पहिला त स्कर्पियोलाई डङ्गो अनि यस्तो डेन्जर छ क्या ल पहिरो त यहाँ कसलाई कालीगण्डा के दो बगिरह कस्तो दामी हो ल अब भिडियो खिच्न लाग्नु पर्यो कति ठुलो धर्म त्यो बाटो चाहिँ डेन्जर हो क्या त्यहाँ पुरै रुट छ एउटा नानी त ल सबैजना ल यहाँ सिन्चर गरेन नि त पछि ल
मोबाइल कहाँ गएर अलि उता जाऊँ न त यहाँ फोटो खिचौँ वाह क्या दामी क्या हावा चाहिँ यतिलाई यस्तो चल्यो 12 बजेतिर चाहिँ 12 त 1 नै भइसक्यो त होइन ओ पुलहरूले कस्तो मजाले ओहो फाल्दिनु पर्दै क्या एउटा डर क्या आके जित्यो भनेर फाल्दिनु पर्दै क्या आज ओ कस्तो हल्लेको हो यो त त्यो हिँड्ने बाटो होला जस्तो टिकटक उसा बनाउने के रे अब हामी जान्छौँ मार्फा यो त यो मुस्ताङकै के पर्छ कहाँ जुमसम्म आइपुग्यो होइन जुमसम्म आउने आएको छ किन त्यो भन्नै पर्ने जरुरतै छैन नि त्यति भन्नुलाई सधैँ बनिहाल्छ नि यहाँ आएको मान्छे चाहिँ नछुटौँ है हाम्रो यहाँ ए माथमा चाहिँ बाइक हिँड्दैछ चाहिँ भित्र टोल्लो पछ्यौरा लगाएर भित्तामा घर है त्यो भित्ताको घर होइन यो लामो कहाँ यो मन्दिर गुम्बा होला त्यो के बत्ती नि कि बत्ती बल्यो के हुन्छ नि त्यो डाँडा पनि निक्लो डाँडा वेलकम टु मार्फा भित्तामा ऊ माथि त्यहाँ यो मन्दिर गुम्बा होइन राइटपट्टि ऊ माथि वेलकम टु मार्फा लेखेको माथि त्यो होइन त्यो माथि जाने बाटो कस्तो त्यो स्टेपको बनाएको त्यहाँ माथि जाने बाटो पनि ल अब चाहिँ राम्रो के लेखा चाहिँ हेर्नु त राम्रो आउँछ यहाँतिर चाहिँ होटलहरू बुक गरेर बस्ने होला मान्छेहरू बाइकमा मात्रै रहनुहुन्छ क्या सबैको घरमा दाउरे दाउरा खाएको थियो त्यो कहिले आएको क्या साथीलाई पुरै कहाँ हाम्रो त कहाँ आइपुग्यो जस्तो हुँदो रहेछ पुरै गाडी अगाडि कस्तो युनिक आइपुग्यो जस्तो हुने है हामीलाई यो पुरै त्यो डाँडा काँडा देखिरहेको मान्छेहरूलाई अनि यो एकदम निक्लोमा आइपुग्यो भने घरहरू पनि सानो सानो हिँड्ने बाटै छैन अब यहाँ कति धेरै बाइक ल्याउने त न स्याउ फार्म हेर्नु होला क्या स्याउ त्यो स्याउ नै खाऊ ल्याउँछ जाँदै स्याउ स्याउबारी त्यही स्याउ रातो हुँदैछ क्या पाकेर होइन यहीँ जति चाहिन्छ जति चाहिन्छ तिम्रो त कहाँ पाइन्छ त नि पुरै पनि भनेकै यो गल्लीबाट त के नै जानु मिल्छ र तिमी त्यतिकै बक्लल बनाइदिन्छौ मलाई स्याउबारी इनफ छ ल तिमी मेरो गाइड हो तिमी अनि टिपेर दिने ऊ हेर्नु नि कस्तो राम्रो हेर्नु न त्यहाँ फुल स्याउ है कस्तो राम्रो लटरमा फलाएर कस्तो टेस्टी कस्तो टेस्टी यो यस्तो हरियो छैन यहाँ चाहिँ ल यस्तो रातो स्याउ ल घाम लाग्यो घमाएर जता र त्यतै रह्यो है पुरै घरहरू पनि कस्तो डेन्जर छ क्या ल सानो गल्ली हिँड्नलाई सेतो यो गल्लीमा हिँडाउँदै नहुने बाइकहरू है म त मान्छे तिरिमिरी भएर आफ्नै मान्छे चिन्दिनँ क्या त
यो यता राम्रो छ क्या लाउने नि लुगा त यता हेरेँ नि म त एक्सप्लोर गर्दैछु नि यो त एकको छाला हो रियल रियल एकको छाला क्या बन्द रियल एकको छाला एकको छाला कल्चरल ड्रेस लाम न त गर कति सारो यसो सुकुटी बन्दैन कति सारो त्यो जस्तो हाम्रो खसीको मासुहरू चाहिँ खान्छ नि यो चाहिँ छाला युज होइन क्या यस्तो कपालले रहुने मारेको कहाँ जिउँदैको त कहाँ हुन्छ यस्तो छाला मरेको हो जिउँदै त मरिहाल्छ नि फेरि आउँछ भनेर सोधेको के हो यो ओरिजिनल जुस कि ओरिजिनल हो यसमा के पनि मिक्स गर्दैन हामी लाग्ने होला नि खाँची लाग्दैन यो लानुको हुन जुस होला हो जुस हो खाने हो कति गर्ने रे उता छ उता पसलमा आउनु यहाँ पसल लाने तपाईँले पहिला एउटा टेस्ट गरौँ अनि चाहनी चाहने जानु यो कल्चर ड्रेस राम्रो लगाउनु त यो ड्रेस राम्रो हेलाएर फोटो खिच्यो बोल नि आउँ ल फुटेछ जानु न बोल त आइरह सबैजना ल यसरी खिच्न पाए हुन्थ्यो भन्ने छ फेरि अनि म चाहिँ घरमा हुँदा चाहिँ त्यस्तो लुगा लाएर खिच्नु पर्यो रे है अनि आइपुगेपछि छैन कान्छ यो दिदी अस्ति भन्नुपर्छ बक्खु भाडामा पाइन्छ रे बक्खु नै पाउने चाहिँ भाडामा त लु कहाँ हो काउन्टर एप्पल जुस खाने एप्पल जुस खाने लुगा लाउने हो यहाँ कति पर्ने त्यो एप्पल जुसको लुगा कसरी हो लुगाको हाम्रो 250 मा उठा ल्याएर छ अरे म अब 350 250 हामीले 250 एउटाको 200 खतरा देखिँदैछ म त अनि हेर्दाको बाहा प्यान्ट फोल्ड गर ल म चाहिँ गएँ है ए माला जब्दै हिँड्नु पाएँ अझ अलिक छुट्टै भएपछि आउँछ होला त्यही पनि ठिकै छ नट ब्याड यता जाने बल्ल मुस्ताङतिर आए जस्तो फिल भएर मार्फा मेरो कल्चरल ड्रेस चाहिँ दामी भन्छ हौ मामा साउलो यहाँ हेर न पछि भन्छ चिल्लाई बल्ल हामी अलि माथितिर राख्छ क्यामेरा त त्यहीँ राख्दैछ क्यामेरा ल्याउने हो पुरै दियो क्यामेराबाट ल क्यामेराबाट फोटो खिच्छ भन्ने कुरा हो ल नि त ल क्यामेराबाटै खिच्दैन नि क्यामेरा ल्याउनु मजा छ त क्यामेरा ल्याउँदा फोटो मेरो चस्मा हजुरसँग हो क्यामेरा चाहिँ लानु पर्यो अब चिसो हुँदो रहेछ अहिलेदेखि नै माथितिर अलिक कम छ क्या हो माथितिर त्यहाँतिर अब कम अब तलतिर घाम सकेर माथितिर गइसक्यो अरे ल तिमी त्यहाँबाट खिचाउँछ म चाहिँ भ्लग नै बनाएर जान्छु अलिक घाम जस्तो घाममा गर्नु पर्यो यता त चिसो भयो मलाई त आज अलिक चिसो दिन रहेछ क्या मुस्ताङतिर के हो मुस्ताङ 2 मार्फा भिडियो बनाउने यही गल्लीमा होला हिँडेर कता हो भिडियो त अलरेडी बनिराख्ने हामीसँग यहाँ है गाइजहरू यहाँ कलर ड्रेस लान्छ खतरा तर मलाई लाग्छ साइज ठुलो भयो नि बनाइराखेँ ओ ल 2 जना मान्छेहरू खतरा सौदो रहेछ त यहाँ चाहिँ फोटो खिच्यो नि धेरै छ नि यहाँ मार्फामा यत्रो यो टोल नै छ पुरै हिँड्ने टोल चाहिँ हिँड्दै नि क्या आउने हो नि अहिले आएर ल यता जाऊँ न हिँड्दै जाऊँ ल यता म त पछि स्क्रिनसट गरेर नै हुन्छ मलाई फोटो भिडियो चाहियो नि यो सबै घरतिर दाउरा यहाँ युनिक मुस्ताङ मार्फाको छेउबारीमा रमाउनु ल ल या अगान्छ तिमीमा चिसो भइसक्यो है हाम्रो त चिसो खानु फेरि मेरो भन्दा उहीँ घरसँग हामी चिया खाने चिया खाने अब यहाँ त चिया खानु जाडो भएर मर्नु होला थियो ए बाबु कहाँ हामीले लुगा खेर गयो
ए बा हो जाडो रहेछ मुस्ताङ त अब त चिसो हुन थाल्यो अब ल्याए जति लुगा सबै लाएन भने अब चाहिँ जाडो हुन्छ है त्यो 2-3 वटा राम्रो आछ भइहाल्यो धेरै नै कति धेरै चाहिन्छ र ओहो चिसो भयो नि त अब त यो के सुगा लानु त्यसले जाडो भएर कापेँ म त यार म त लुगा नफेरि भयो जाउ छिटो बिरामी त भोलि हामी दुवै जना गएर फेरिहाल्नु अँ अनि मात्रै आउँछ ए याकको छालाले चाहिँ खतरा बनाउँछ है यसको लुगा भन्दै खाइदिन्छ होला सानो सानो गल्ली छ है सानो सानो गल्लीमा हिँड्नुपर्ने हामी हल्ली हल्ली सानो सानो गल्ली गल्ली कता हल्ले गरे हैन यही होला यो त बटम खोल्नु पऱ्यो अब रातै चिसो बटम खोल्नु पर्यो चिसो रे होइन भन्दाखेरि यो त यहाँ एकदम न्याक्क भयो अनि अलिअलि त चल बल दिए जस्तो क्या 5 जना 6 जना लाग्यो नि 5 जनालाई हेर्नु नि 6 जनाले ड्रेस लगाएको यहाँ नि पर्छ होला कहिले पर्छ होला है सबलाई 250 है सबलाई 250 त्यो बुढीलाई मैले 200 दिन्छ भनेर लाएर 50 रुपियाँ यसै भनिदिएको 50 को के यो ओरिजिनल हो ये डेन्जर रहेछ अहिले हात जमाना हात युट्युबमा गएर हेर्नु न अब यही सबै देखाउँछ युट्युबमा नि भने अनमोल केसी अनमोल ल यहाँ यस्तो पनि रहेछ नो स्मोकिङ जोन यो त हाइटमा होला अलिक गाह्रो होला जान पर्छ हावा चलेर यस्तो भइसक्यो अनि यसको कहानी भन्नु त यो दाउराको कहानी यो दाउराको चाहिँ होइन जो जो धनी छ नि त्यसरी धेरै दाउरा हुन्छ क्या त्यो जाउन थाहा घरमा धेरै दाउरा छ त्यो चाहिँ धनी हो नि अनि त्यो धनी गएर भने मान्छे धेरै हुन्छ नि त धेरै त्यो धेरै त मार्न त उहाँ माथि डाँडातिर जानु पर्यो दाउरा मार्नलाई होला अनि चिसो हुन्छ नि त अनि जङ्गलबाट दाउरा एकवटा गरेर ल्याउँदा त धेरै जम्मा मार्नुपर्छ नि त अनि त्यो घरमा चाहिँ मान्छे धेरै भएपछि धनी भयो क्या पैसाले धनी होइन के को यो फुट्यो होइन यो यस्तो स्क्र्याच बनाऊ मैले हेर्ने मान्छेलाई यसो फर्स्ट लुक्स अलि ऊ त त्यहाँ आई लभ ऊ लेख्या होला मुना मुस्ताङ चिसो नै हुँदो रहेछ है अहिले त लुगा चाहिँ सबै गर्न आउनु लाग्छ ठिकै हो अहिले एकछिन बस्नु पर्छ नि त्यो खोला कति मोटा मोटा उस है माटो उदलले झुकिले हाल्छ हामी चियाहानलाई चाहिँ काख्नुदेखि चियाहानलाई गएको नि होइन चियाहानै गएको नि आएको हामी तर कस्तो दामी खायो भाइ त्यहाँ बाटो नि त हिँडेर जाने हेर नि त बिच बिचमा त्यो खाल्टो खाल्टो भएको है मान्छे हिँड्ने त होला नि त्यो पुरै माथितिर जाने होला क्या पहिलाको बाटोहरू फोटो खिच्ने बेला आउनुला होइन सेल्फी नि त नि हो ए ल ल ल
ए बा हो कस्तो जाडो हो नि यता ए डाँडा त खतरा रहेछ जाने सेल्फी प्याक हिमाल पारी ल बादलै तल क्या दादा माई गड टाक पनि पर्छ कत्रो ढुङ्गा शालिग्राम ल्याएर राखेर उडाउन बाँकी क्या यहाँ त हावा यस्तो चिसो हावा चलायो